So Islam Makhachev is the new welterweight champion, है ना. So that makes him 2 division champion, lightweight and welterweight को, है ना. And I do not care what anybody says. Islam Makhachev is one of the greatest of all time, top 4 for me, है, along with John Jones, Demetrius Johnson, GSP. Same conversation आउँछ क्या for me Islam Makhachev, हैन. अनि if Islam Makhachev ले 1 or 2 टाइटल डिफेन्स गर्यो फेरि वेल्टरवेटमा भनेको त लाइक नो डाउट इज द ग्रेटेस्ट अफ अल टाइम. 1% पनि डाउट हुनेवाला छैन फर मी है. अनि वाट ए डोमिनेटिङ पर्फर्मेन्स फ्रम इस्लाम है. दिस इज वान अफ द बेस्ट टाइटल पर्फर्मेन्स अफ अल टाइम. लास्ट टाइम हामजतले पनि त्यस्तै बबाल पर्फर्मेन्स ड्रप गरेको थियो नि. आज इस्लामले यति बेसी डोमिनेटिङ वान साइडेड, टोटल वान साइडेड, जेडिएमसँग कुनै पनि कुराको एन्सर नै थिएन क्या. अनि अहिले इन्टरनेटभरि म्याच एकदमै बोरिङ भयो. मेन इभेन्ट अति बोरिङ. इस्लाम माकेसेभ इज बोरिङ. डागिस्तानी हेड फेरि सर्कुलेट भइरहेको छ. विच आई टोटली गेट. एभ्री सिङ्गल टाइम डागिस्तानी फाइटरहरू फाइट गर्दाखेरि यो हेड त जहिले पनि सर्कुलेट भइरहेको हुन्छ होइन, नथिङ न्यू. अनि वाज इट बोरिङ फर मी? नो. होइन, मलाई चाहिँ इस्लाम माकेसेभ 2 डिभिजन च्याम्पियन भएको हेर्न मन थियो. जसरी जित पनि बाल थिएन. हि वान. आइ एम ह्याप्पी फर द्याट होइन. अनि इस्लामले आफूलाई सिमेन्ट गरिसक्यो वान अफ द ग्रेटेस्ट अफ अल टाइम भनेर होइन. अनि त्यो बोरिङ भयो भने त्यो पर्सपेक्टिभबाट पनि आई अन्डरस्ट्यान्ड क्या होइन. बोरिङ थियो यस होइन. लाइक मेन इभेन्ट यस्तो बेसी हाइप थियो. लाइक कम्पिटेटिभ भएको हेर्न मजा हुन्छ नि त. स्ट्राइकिङ म्याचले जुन टाइपको डोपामिन दिन्छ त्यो टाइपको डोपामिन ग्राप्लिङ स्टार्स रेस्लिङ आजको जस्तो म्याचले त दिँदैन अफकोर्स होइन, मास अडियन्सलाई. सो त्यो मास अडियन्स अनि क्याजुअल अडियन्सबाट यो बोरिङ टाइपको कमेन्ट्सहरू आउनु भनेको इट्स अल भेरी अन्डरस्ट्यान्डेबल. त्यसमा त्यस्तो टाउको दुखाउनु पर्ने कुनै पनि कुरा छैन जस्तो लाग्छ मलाई चाहिँ होइन. अब इफ यु फलो द स्पोर्ट देन यु नो दिस इज वान अफ द बेस्ट पर्फर्मेन्स अफ अल टाइम, नो डाउट. अनि अहिले इन्टरनेटमा डागिस्तानी हेट, मुस्लिम हेट, त्यो इस्लामोफोब यति धेरै छ नि, त्यो कुराले नै धेरै नै अफेक्ट गर्छ क्या होइन. अनि मान्छेहरूलाई सिम्पली एउटा मुस्लिम फाइटर जसको मेन बेस ग्राप्लिङ स्ल्यास रेस्लिङ हो होइन, त्यो फाइटर च्याम्पियन भएको हेर्नु मन छ होइन. अनि त्यो फाइटरले स्ट्राइकिङ गरेन भने मान्छेहरूलाई मन पर्दैन क्या. यो सिम्पली फ्याक्ट हो क्या, 100% फ्याक्ट हो क्या कुरा. सबैलाई भनेको होइन, बट धेरै छ क्या त्यस्तो अडियन्स है. बट एट द एन्ड इट डज नट म्याटर. इस्लाम माकेसेभ इज द न्यू वेल्टरवेट च्याम्पियन है. अनि हि इज वान अफ द ग्रेटेस्ट अफ अल टाइम, नो डाउट. इफ यु डोन्ट अग्री यु जस्ट सेट.